अज्ञानवश सम्बन्ध मानेको मात्र हो छले। यो नि म बिहे गरेर ल्याउँछु, मेरी दुलही भन्छु, अनि मेरा छोराछोरी भन्छु, यो घर बना मेरो। त मैले बिहे गरेर दुलही लिएकै छैन, किन म शरीर होइन, म भित्रको आत्मा चेतन हो। आत्माले बिहे गर्यो भन्ने कहीँ सुनेको छैन। यो बिहे गरेको शरीरले बिहे गरेको हुनाले त्यो दुलही शरीरकी हो। छोराछोरी शरीरका हुन्, आत्माका होइनन्। घर शरीरले आफू बस्न बनाएको, आत्माको घर छैन, यो सबै शरीरको हो। तर अज्ञानी मैले बनाएको घर, मैले बिहे गरेको दुलही, मेरा छोराछोरी मेरो घर भन्छन् र अनि त्यसैले नरकमा जानुपर्छ। तर ज्ञानीहरू कहिल्यै भन्दैनन् म शरीर होइन, म आत्मा हुँ, मेरो परिवार होइनन्, मेरो परमात्मा हुनुहुन्छ। भगवानले भन्नुहुन्छ जीवात्मा मेरो, ममै वंश जीवहरू, जीवात्मा कसैको होइन, मेरो हो। त्यसो हुनाले मैले म ईश्वरको भन्न जान्नु पर्यो र त्यो नभनेर जान परिवार मेरो भन्छ भने आखिरमा त्यसले नरक जानुपर्छ। यस्तै लामो छ। अनि जान परिवार मेरो भनेर नरकमा जानुपर्छ हजुरबा? अनि किन लिएर आउनु त? अनि एक्लै बस्नु पर्यो त, ब्रह्मचारी बस्नु पर्यो नि। अनि फेरि ल्याइसेसी गर्नुपर्छ अरे त। अनि बुझ्नु भएन, सुन्नु भएन? अनि जान परिवार सबै मेरो भन्यो भने नरकमा जानुपर्छ भनेर भन्नुभयो होइन? अनि किन बिहा गर्नु त? अनि ब्रह्मचारी बस्नु सृष्टि कसरी चल्छ त हजुरबा? बिहे गर्नु पर्ने ब्रह्मज्ञानीले बिहे गर्दैन, वैरागीले बिहे गर्दैन, अनि प्रेमीले बिहे गर्दैन। जसलाई अज्ञान छ, धन सम्पत्ति छोराछोरी मेरो भन्छ, त्यस्ता अज्ञानीले चाहिँ बिहे गर्छन् र मैले जम्मा पारेको। ज्ञानी ब्रह्म सत्यम, यो संसार झुटो हो भनेर उनीहरू केही पनि देख्दैन। वैरागीहरू संसारमा वैरागी लिएर ईश्वर मात्र सत्य हो।